कुन बार जन्मेको मान्छे भाग्यमानी हुन्छन् भन्ने सन्दर्भमा चाहिँ ज्योतिषका धेरै अध्ययनहरू गर्नुपर्छ। अब हामीले भाग्यमानी केलाई भन्छौँ? पहिलो कुरा त यो हो हैन। अब हामी भौतिक सुखलाई पाउनुलाई भाग्यमानी मान्छौँ हैन। राम्रो घर हुनु, राम्रो सवारी चढेर हिँड्नु, घुमफिर गर्नु, सौन्दर्यता आदिलाई चाहिँ यस्तोलाई हामी भाग्यमानी मान्छौँ भने त्यो शुक्रबार र सोमबारको दिन चाहिँ बढी महत्त्वपूर्ण रहन्छ। त्यस्तो अवस्था शुक्रबार र सोमबार जन्मिँदाखेरि चाहिँ शुक्र ग्रहको बढी बल हुने भएको हुनाले त्यसलाई शुक्रबार, चन्द्रमाको बढी बल हुने भएको हुनाले त्यसलाई सोमबार भनियो। यिनीहरूले चाहिँ सौन्दर्यतासँग बढी विशेष राख्छन्। अझ शुक्रले चाहिँ आधुनिक विज्ञानसँग र भौतिक सुख सुविधासँग सम्बन्ध राख्ने भएको हुनाले भौतिक सुख सुविधाका लागि चाहिँ शुक्रबार जन्मिनु राम्रो हो होइन। आध्यात्मिकतालाई, भौतिक सुख त अब एक निश्चित समयका लागि मात्र रहन्छ होइन। कयौँ भोग भोग्यो हामीले, आँखाले देख्दा देख्दै सम्पन्न मान्छे विपन्न भएका छन्, विपन्न मान्छे सम्पन्न भएका छन्, यो त भौतिक सुख हो। त्योभन्दा पनि आध्यात्मिक सुख चाहिँ हुनु पर्यो। 84 लाख जुनीको यो फेरोलाई पार गर्न चाहिँ सहज होस्, त्यो आध्यात्मिकतालाई चाहिँ प्राप्त होस् भनेर चाहने। आध्यात्मिक सुखलाई चाहिँ भाग्य मान्ने हो भने बिहीबारको दिन जन्मिनु राम्रो। बिहीबार गुरु हो, गुरुत्वको बढी प्रभाव भएको अवस्थामा, बृहस्पतिको बढी प्रभाव भएको अवस्थामा चाहिँ त्यस्तो अवस्थामा गलत कार्यहरू गरिँदैनन्, सत्कर्म गरिन्छन्। त्यस्तो अवस्थाका व्यक्तिलाई आध्यात्मिक तर्फमा चाहिँ सुखद बनाउँछ। अब आइतबार हेर्ने हो भने सूर्यको बढी बल भएको बार हो, जसलाई रविबार, आदित्यबार पनि भनिन्छ। हामीले मात्र होइन, पश्चिमा देशमा पनि सन्डे सूर्यकै प्रभाव हुने दिन भनेर यसमा मानिएको छ। त्यस कारणले गर्दा आइतबार जन्मेका मान्छेहरू अलिक सरकारी क्षेत्रमा चाहिँ अलिक बढी सफल र सबल हुन सक्छन्। सरकारी क्षेत्रमा चाहिँ उनीहरूलाई राम्रो भाग्यले साथ दिन्छ भन्ने मान्यता हो। सोमबारको लागि विशेष गरी कृषि र पानीसँग सम्बन्धित कामकाज, समुद्र पारका कार्यहरूबाट राम्रो हुन्छन्। मङ्गलबार जन्मिनेहरूको लागि चाहिँ मङ्गल ग्रहहरूमा सैनिक हो, सेनापति क्षितिज चौ भनेर बताएको हुनाले मङ्गल सैनिक ग्रह भएको हुनाले अलि सैनिक क्षेत्र, सुरक्षाको क्षेत्रहरू, सेक्युरिटीका क्षेत्रहरूका मा सफलताका लागि, भाग्यका लागि चाहिँ मङ्गलबार जन्मिनेहरूलाई राम्रो भयो। बुधबार बुद्धिसँग सम्बन्धित, विशेष गरेर वाक्कला, वाणीसँग सम्बन्धित ग्रह हो बुध भनेको। त्यस कारणले गर्दा बुध यदि जन्मकुण्डलीमा अनुकूल छ, कोही व्यक्ति बुधबार नै जन्मेका छन् भने त्यस्ता व्यक्तिको बोलीमा चाहिँ अलि राम्रो प्रभाव हुने गर्दछ। बोलीमा मिठास, अरूलाई प्रभावित पार्न सक्ने व्यक्तित्व दिन्छ। त्यसैले बोलीका कारणले भाग्योदय गराउने बुधबार जन्मिनेको प्रभावहरू हुन सक्छन्। र अर्को शनि ग्रह भनेको चाहिँ ढिला, त्यो शनि ग्रहहरूमा नोकर पनि मानिएको छ। त्यस कारणले गर्दा निकै कडा परिश्रम, मेहनत र निर्माणका कार्यहरूबाट चाहिँ भाग्योदय गराउनेवाला चाहिँ शनिबार जन्मिने व्यक्तिहरूमा हुनसक्छ भनेर यसरी देखिन्छ। जन्मकुण्डलीमा ग्रहहरूका प्रभाव त हुन्छन्, तर बारको आधारमा हेर्ने हो भने निर्माणका क्षेत्र, परिश्रमका, नोकरीका क्षेत्र शनिबार जन्मिनेहरूका लागि राम्रो हो। र भौतिक सुख सुविधाका लागि शुक्रबार, अध्यात्म र विद्याका क्षेत्रमा चाहिँ निपुणताको योलाई भाग्यमानी हो भने बिहीबार, मङ्गलबार विशेष गरेर अलिकति साहसिक कामकाजका लागि मङ्गलबार राम्रो हो। बोलीचालीका प्रभावहरू, बोलीका नै कारणले त्यो कामहरू बनाउनु पर्ने त्यस्ता क्षेत्रमा लाग्नको लागि चाहिँ बुधबार जन्मिएकाहरूले सफलता राम्रो प्राप्त गर्दछन्। अनि सोमबार भनेको चाहिँ कृषि र पानीसँग सम्बन्धित कुराहरू, सौन्दर्यतासँग सम्बन्धित क्षेत्र, सञ्चारलाई पनि राम्रो मानिन्छ भने आइतबार सरकारी कामकाजहरूका लागि राम्रो मान्छ। आइतबार जन्मिने व्यक्तिहरूले यस्ता क्षेत्रमा सफलता प्राप्त गर्दछन्।